धेरै नमस्ते तपाईले हेर्दै हुनुहुन्छ एक्टिभ डान्स युट्युब च्यानलमा अन्तर्गत र तपाईले आजको मेन टपिक रहेको छ फेसबुकमा आफ्नो जति पनि तपाईको फ्रेन्ड लिस्टहरु छ फ्रेन्ड साथीहरु हुनुहुन्छ उनीहरुलाई कसरी हाइड गर्ने अथवा कसरी लुकाउने भन्ने विषयमा तपाईलाई आजको भिडियोमा टु जेड सबै सिकाउन गइरहेको छु र भिडियो स्किप नगरिकन हेर्नुस्। लास्टमा तपाईले मैले एकदम एउटा सिक्रेट तरिका पनि सिकाउन गइरहेको छु। जुन तपाईले फेसबुक मेसेन्जर युज गर्नुहुन्छ भनेपछि म तपाईलाई एकदम एउटा सिक्रेट तरिका पनि सिकाउन गइरहेको छु। त्यसैले चाहिँ अन्तिम पार्ट चाहिँ मिस नगरिकन हेर्नु साथीहरु। अब तपाईले ढिलो नगरिकन तपाईले देख्न सक्नुहुन्छ म स्क्रिन लगाइदिन्छु। तपाईको टाइम पनि यति पनि लिँदैन, म एक टु जेड एकदम सजिलो तरिकाले सिकाउँछु। भिडियो स्किप नगरिदिनुस् र भिडियोमा मन पर्ने एक लाइक पनि गरिदिनुस् साथीहरु। अब स्क्रिन लगाइसकेको छु। स्क्रिन लगाइसकेपछि तपाईले देख्न सक्नुहुन्छ तपाईले नर्मली फेसबुकमा जानु होला। तपाईको फ्रेन्ड लिस्ट हुन्छ, जति पनि साथीहरु हुनुहुन्छ उहाँहरुलाई चाहिँ तपाईले हाइड गर्ने अथवा लुकाउने साथीहरु अरूले देख्न नसकोस्, तपाईको फ्रेन्डहरु तपाईले बाहेक अरू कसैले देख्न नसकोस् त्यस्तो कसरी बनाउन सक्नुहुन्छ तपाईले ध्यान दिएर हेर्नु साथीहरु। तपाईले देख्न सक्नुहुन्छ आफ्नो फेसबुक खोल्नु होला। फेसबुक खोलिसकेपछि तपाईले देख्न सक्नुहुन्छ यहाँनिर आफ्नो प्रोफाइल यहाँनिर देखाउँछ। तपाईको यहाँ प्रोफाइल हुन्छ, यो प्रोफाइलमा तपाईले क्लिक गर्नु होला। र प्रोफाइलमा क्लिक गरेपछि तपाईले स्क्रल गरेर यो तल सार्नु होला। तल सार्सँगसँगै यहाँनिर सेटिङ एन्ड प्राइभेसी लेखेर आएको हुन्छ, यसमा तपाईले क्लिक गर्नु होला। सेटिङ एन्ड प्राइभेसी लेखेर आएकोमा क्लिक गरेपछि तपाईले देख्नुहुन्छ यहाँनिर सेटिङ लेखेर आएको छ। यो सेटिङमा तपाईले क्लिक गर्नु होला। सेटिङमा क्लिक गरे सँगसँगै तपाईले एक स्टेप भित्र पुग्नुहुन्छ। एक स्टेप भित्रपछि तपाईले अलिकति स्क्रल गर्नु, फेरि माथि बेस सार्नु होला। माथि बेस सारेपछि तपाईले यहाँ तल देख्न सक्नुहुन्छ, यहाँनिर तलनिर यहाँ देख्न सक्नुहुन्छ हाउ पिपल फाइन्ड एन्ड कन्ट्याक्ट यु लेखेको छ। तपाईले यसमा क्लिक गर्नु होला। यसमा क्लिक गर्नुहुन्छ तपाईले देख्न सक्नुहुन्छ हाउ पिपल फाइन्ड एन्ड कन्ट्याक्ट यु लेखेको छ। तपाईले देख्न सक्नुहुन्छ यहाँनिर देख्नु भएको छ हु क्यान सी योर फ्रेन्ड लिस्ट 2 नम्बरमा लेखेको छ। तपाईले देख्न सक्नुहुन्छ हु क्यान सी योर फ्रेन्ड लिस्ट लेखेको छ। तपाईले देख्न सक्नु भएको छ। तपाईले यहाँनिर देख्न सक्नुहुन्छ अप्सनहरु धेरै देखाइदिएको छ। तपाईले पब्लिक गर्नुभयो भने चाहिँ तपाईले तपाईको फ्रेन्ड लिस्ट तपाईको साथीहरु कति छन् भनेर सबैले हेर्न सक्छन्। र फ्रेन्ड गर्नुभयो भने चाहिँ तपाईको साथीहरुले मात्र तपाईको फ्रेन्ड कति छन् भनेर हेर्न सक्छन् भनेपछि। अनि तपाईले देख्न सक्नुहुन्छ यहाँनिर इन सबै चिजमा यिनी गइसकेपछि तपाईले आफूले मात्रै हेर्ने, अब तपाई बाइकहरु कसैले पनि आफ्नो तपाईको फेसबुक फ्रेन्डहरु तपाईको देख्न नसक्ने गराउन चाहनुहुन्छ भने तपाईले यहाँ लास्टमा देख्न सक्नुहुन्छ ओन्ली मी लेखेको छ। ओन्ली मीमा तपाईले क्लिक गर्नु होला। ओन्ली मीमा क्लिक गरेपछि तपाईले यहाँनिर सेभ गर्नु होला साथीहरु। यो त थियो साथीहरु फेसबुक फ्रेन्ड लुकाउने एकदम इजी तरिका र एकदम छोटो समय एकदम सजिलै तपाईले लुकाउन सक्नुहुन्छ। अनि अर्को एउटा सिक्रेट मिसन जुन तपाईलाई बताउन गइरहेको थिएँ, जुन कारणले तपाईले भिडियो अन्तिममा स्किप नगर्नु होला भनिरहेको थिएँ। सो यो इम्पोर्टेन्ट हो चाहिँ के हो भने चाहिँ तपाईले यहाँ देख्न सक्नुहुन्छ तपाई पनि कसैले तपाईलाई धेरै फ्रेन्ड रिक्वेस्ट आएको आई गरेर तपाई पनि वाक्क दिएको होइरहनु भएको छ भनेपछि तपाईले यहाँनिर माथि देख्न सक्नुहुन्छ हु क्यान सेन्ड यु फ्रेन्ड रिक्वेस्ट लेखेको छ। यसमा तपाईले क्लिक गर्नु होला। तपाईले यहाँनिर देख्न सक्नुहुन्छ यहाँनिर एभ्रीवन लेखेको छ। एभ्रीवनको मतलब के हो चाहिँ जसले पनि तपाईलाई फ्रेन्ड रिक्वेस्ट सेन्ड गर्न सक्छ साथीहरु। यो भयो। अनि तपाईले देख्नुहुन्छ फ्रेन्ड अफ फ्रेन्ड लेखेको छ। तपाईले यहाँनिर के गर्नु चाहिँ फ्रेन्ड अफ फ्रेन्डमा क्लिक गरेर राख्नु होला। अनि फ्रेन्ड अफ फ्रेन्डमा क्लिक गरेर तपाईले यहाँनिर सेभ गर्नु होला। फ्रेन्ड अफ फ्रेन्डमा क्लिक गरेर यहाँनिर क्लिक गर्नु। त्यसपछि यहाँनिर क्लिक गरिसकेपछि तपाईले यहाँनिर आएर सेभ गर्नु होला। यति गरिसक्नु भयो भने चाहिँ तपाईले जबरजस्ती फ्रेन्ड रिक्वेस्ट गर्न मिल्दैन। तपाईको फ्रेन्ड रिक्वेस्ट यसरी आउँछ कि जस्तो मानौँ तपाईको साथी म भए, मैले मेरो साथी अर्को को छ त्यसले तपाईलाई मात्र फ्रेन्ड रिक्वेस्ट पठाउन मिल्छ। यो एभ्रीवनमा गर्नु भने भएको भए सबैले तपाईलाई फ्रेन्ड रिक्वेस्ट पठाएर रिटर्न पार्ने गरेको छन् भनेपछि तपाईले चाहिँ यो सेटिङ गर्नु होला। पक्कै साथी आजको भिडियो लाग्यो जस्तो सल्लाह सुझाव भने प्रतिक्रिया दिनु होला। भिडियो एकदम छोटो मिठो थियो, कोही पनि हजुरको कामको थियो होला। यस्तै भिडियो हेर्नको लागि तपाईले मेरो च्यानल एक्टिभ ब्राजरलाई च्यानल सब्स्क्राइब गरेर बेल आइकन दबाएर नोटिफिकेसन अल गरिराख्नु होला ताकि तपाईले हामी यस्तै खालको भिडियो निरन्तर रूपमा हेर्न पाउनुहुन्छ। हेर्दै गर्नुहोस् एक्टिभ ब्राजर युट्युब च्यानल। मिलेर फेरि अर्को भिडियोमा जय नेपाल।